नमस्कार। एसपी कोरियन इन्स्टिट्युटको अफिसियल युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्णलाई नमस्कार। आज हामीले पढ्ने विद्यार्थीले राति सुत्नुभन्दा अगाडि के गर्ने र के नगर्ने विषय लिएर आएका छौँ। यहाँहरूले भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। पहिलो नम्बरमा रहेको छ दिनभरको समीक्षा गर्नुहोस्। तपाईले आज बिहान उठेदेखि राति सुत्ने बेलासम्म के गर्नुभयो, हिजोको र आजको प्रगति के कति फरक पाउनुभयो भनेर शान्त मनले सम्झिनुहोस्। यो गर्दा आफ्नै गल्ती र उपलब्धि स्वीकार्न सकिन्छ। 2 नम्बरमा रहेको छ आभार प्रकट गर्नुहोस्। आज दिनभर भेटिएका मान्छे, भएका अवसर र सिकाइप्रति भित्री मनले आफैलाई धन्यवाद दिनुहोस्। आज यति प्रगति गरे, आज यस्तो मान्छे भेटे, आज यस्तो अवसर गरे भनेर आफ्नै मनलाई धन्यवाद दिनुहोस्। 3 नम्बर सबै चिन्ता कागजमा लेखेर टुक्राउनुहोस्। टाउकोमा बोकेका चिन्ताहरू जुन हामीले बिहान उठेदेखि साँझसम्मका जति पनि दिमागमा अनावश्यक कुराहरू लिएर हिँडेका हुन्छौँ, त्यो सबै कुरा एउटा कपीमा लेख्नुहोस् र यो कुरा आज सकिन भोलि गर्छु भनेर आफूलाई आश्वासन दिएर च्यातेर फालिदिनुहोस्। 4 नम्बर मोबाइल स्क्रिन टाढा राख्नुहोस्। राति सुत्नुभन्दा अगाडि चाहिँ मोबाइलको स्क्रिन धेरै टाढा हुने। हामीले सुत्नुभन्दा अगाडि यसो 10 मिनट मोबाइल हेरौँ न भन्छौँ, त्यो नगर्नुहोस्। सुत्नुभन्दा अघि कम्तीमा 30 मिनट पहिल्यै मोबाइल, टिभी जस्ता जुन स्क्रिन आउनेबाट टाढा बस्नुहोस्। यसले गर्दा हाम्रो निद्रा राम्रो बनाउँछ र मजासँग निद्रा लाग्छ। 5 नम्बर हल्का ध्यान वा श्वास प्रश्वासको अभ्यास गर्नुहोस्। हामी सुत्नुभन्दा अगाडि 5 मिनट गहिरो श्वास जुन बिहान उठेर गरिन्छ त्यो लामो सास लिने र अभ्यास गर्ने। यो गर्दा पनि मन र शरीर दुवैलाई आनन्द मिल्छ। 6 नम्बर भोलिको योजना तयार गर्नुहोस्। भोलिका महत्त्वपूर्ण कामहरूको सूची बनाउनुहोस् र लेख्नुहोस्। यसले तपाईको शरीरलाई सजिलै विश्राम दिन्छ र राम्रोसँग नै लाग्छ। 7 नम्बरमा रहेको छ आत्मालाई माफ गर्नुहोस्। आफूले बिहान उठेदेखि साँझसम्म गरेका सम्पूर्ण गल्तीहरूलाई आफैले आफूलाई माफ दिनुहोस्। त्यो गर्नुभयो भने रातको जुन हामी राति निद्रा लाग्छ, निद्रा शान्त र मिठो हुन्छ। 8 नम्बर रहेको छ प्रेरणादायी पुस्तक पढ्नुहोस्। हामी सुत्नुभन्दा अगाडि 5-10 मिनट सकारात्मक, ज्ञानवर्धक वा आत्मसुधारको किताब पढ्नुहोस्। मोबाइल नहेर्नुहोस्। हामीले रमाइलो फिल्महरू हेर्छौँ। यस्ता कुरा नहेरेर सकारात्मक, ज्ञानवर्धक र आत्मसुधारको किताबहरू पढ्यौँ भने पनि हामीलाई राम्रोसँग निद्रा लाग्छ। 9 नम्बर सफा र शान्त वातावरण बनाउनुहोस्। सुत्नुभन्दा अगाडि सफा र शान्त वातावरण गराउनुपर्छ। हल्ला हुने, चिच्चाउने, रुने यो गर्नुभयो भने हामीलाई राम्रोसँग निद्रा लाग्दैन। जस्तै हामीले आफ्नो कोठा सफा राख्नु पर्यो। सजिलो न्यानो ओछ्यान र हलुको सुगन्धले निद्रा गहिरो बनाउँछ। अब 10 नम्बर आफैलाई प्रेम गर्नुहोस्। निदाउन अघि आफैलाई एउटा मिठो सन्देश दिनुहोस् क्या। जस्तो म आज पनि अघि बढेँ, हो
म अझै सक्षम छु है, भोलि योभन्दा झनै अघि बढ्छु भनेर आफूले गरेका कामहरूलाई आज त म पछुतो नमानिकन अझै पनि म सक्षम छु, अझै पनि मैले गरेको काम राम्रो छ भनेर त्यो कामलाई आफूले माया गर्नुहोस्। त्यो गर्नुभयो भने पनि निद्रा राम्रोसँग लाग्छ। यी त भए हामी पढ्ने विद्यार्थीले वा अन्य विद्यार्थीले वा सुत्नुभन्दा अगाडि गर्नुपर्ने दोस्रो कामहरू। यदि यी अभ्यासहरू तपाईँले गर्नुभयो भने तपाईँको रातको निद्रा गहिरो र भोलिपल्ट अझ ऊर्जा थपिनेछ र यो सुधारले गर्दा तपाईँको जीवनमा नै सुधार हुनेछ भन्दै तपाईँलाई आजको भिडियो कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला। तपाईँले यो गर्नुभएको अभ्यासको कमेन्टहरू तपाईँले 1 हप्तासम्म दोहोऱ्याउनुहोस्। त्यसपछि के परिवर्तन भयो के परिवर्तन भएन त्यसपछि यी कुराहरू हामीलाई भन्नुहोस् र कमेन्ट गर्न नभुल्नुहोला। हामी भने भोलि केही यस्तै विषयमा केही फरक भिडियो लिएर आउनेछौँ। तपाईँसम्मका लागि हाम्रो च्यानल सब्सक्राइब गरी जोडिनुहोला। धन्यवाद।